गर्मी समयमा हिउँ पर्छ भाइ। कस्तो गर्मी फागुन चैतमा भन्दैछु। ए पानी परेको बेला धेरै फागुन चैतमा जाडो समय हो त। चट्टाङ पर्दो रहेछ भन्ने कुरा बुझेँ मैले। अहिले असिना पनि त्यही असिना पर्ने भनेको नि त्यही टाइममा हो फेरि। पसिना हिउँ पर्ने भनौँ न हिउँ कहाँ असिना। ए भाइहरूलाई सम्झाउ है, कहिल्यै केही थाहा छैन तालनामा त। ए मामा हिउँ पर्छ अरे के पोखरा कुन सालमा 2022 हो कि कतिमा परेछ। त्यतिकै यार मेरो तुमले त गर्मी समयमा हिउँ पर्छ भाइ। कस्तो गर्मी फागुन चैतमा भन्दैछु। ए पानी परेको बेला धेरै फागुन चैतमा जाडो समय हो त। ए मामा जाडोमा हिउँ पर्छ भनेर कसले भन्नु? कुन साइन्समा लेखेको छ जाडोमा हिउँ पर्छ? जब फागुन चैतको त्यो झरीमा पानी पर्छ नि तब पानी परेको बेला हो ए कि। त्यो झरी पर्ने टाइम हो फागुन चैत। ए पानी पर्ने भनेको यार। ए भाइ यार यामा यार सम्झाउ। पढ्दा अनि साइडको केटीलाई यस्तो यस्तो हेर्ने अनि कहाँबाट पढाइमा ज्ञान हुन्छ? सम्झाउ यार। भर्खरै सर्च गर्ने के भन्नु यार। ज्ञान हैन ध्यान भन न। भर्खरै सर्च गर्नु त ल, सर्च गर्नु भाइ। पानी जति बेला नि पानी पर्ने भनेको फागुन चैतमा हो कि असार साउन भदौमा हो? ए मामा